गर्नेछौँ, सुन्नेछौँ। र हाम्रो आजको तालिमको स्रोत व्यक्तिको रूपमा चाहिँ नारायण वाग्ले सर हुनुहुन्छ। उहाँ हामीसँग जोडी पनि सक्नु भएको छ। अनि हामी उहाँहरूलाई नचिन्ने त प्राय कम नै हुनुहुन्छ होला। उहाँको लाइफ जर्नी हेर्दा चाहिँ लेखक पत्रकारदेखि अहिले चाहिँ उहाँले चाहिँ आफूलाई चाहिँ कृषकको रूपमा चिनाउन चाहिँ मन पराउनुहुन्छ। उहाँको कुरा सुन्दा अथवा चाहिँ उहाँको पहिलेको अनुभवहरू सुन्दा मलाई नि एकदमै धेरै रमाइलो लाग्यो। अनि हामीले सुनिरहेको पल्पसा क्याफे जस्तो प्रख्यात उपन्यासको लेखक पनि हुनुहुन्छ सर। उहाँबाट उहाँको समय लिएर हामीले उहाँको अनुभव सुन्न पाउनु पनि हाम्रो लागि राम्रो भाग्यको कुरा नै भन्नुपर्छ। र अब चाहिँ हामी धेरै ढिलो नगरौँ, हाम्रो सर पनि जोडिसक्नु भएको छ। अब चाहिँ हामी सरसँग नै कुराहरू सुनौँ, उहाँको अनुभव सुनौँ। अनि केही हजुरहरूको प्रश्न छ भने फेरि हामी सरको कुरा पछि चाहिँ हामी प्रश्नहरू राख्नेछौँ। हजुरहरूको अनुभव अथवा हजुरहरूको केही छ भने पनि हामी त्यहाँबाट पनि सुन्नेछौँ। अब भने चाहिँ म नारायण वाग्ले सरलाई चाहिँ आफ्नो सेसन सुरु गर्न चाहिँ अनुरोध गर्न चाहन्छु। मन्जुजी धेरै धन्यवाद। नमस्कार सबैजनालाई। घाम पावरलाई धेरै घाम पावरप्रति आभारी छु कि आज तपाईँहरूले मलाई निम्ता गर्नुभयो र साथीहरूसँग यसरी अनलाइन भए पनि साक्षात्कार गर्ने मौका दिनुभयो, त्यसको लागि म आभारी छु। म नारायण वाग्ले, म खास तनहुँमै जन्मेँ, हुर्केँ, बढेँ, स्कुल सकेँ र कथित रूपमा ठुलो मान्छे बन्न भनेर म अरू साथीभाइ चाहिँ सहर आएँ। स्वाभाविक रूपमा मेरो नि उच्च आकाङ्क्षाहरू थियो र अवसरको लागि र अध्ययनको लागि म चाहिँ काठमाडौँ आएँ। मेरो बा आमा खेती किसान नै गर्नुहुन्थ्यो र म खेतबारीमै हुर्केँ, बढेँ र स्वाभाविक रूपमा आम नेपाली किसान परिवारमा जे हुन्छ, बच्चाहरू खेतबारीमै लड्ने, बढ्ने, पढ्ने हुन्छन्। स्वाभाविक रूपमा प्रकृतिसँग साक्षात्कार गर्दै होइन, पशु पक्षीसँग खेल्दै हुर्किँदै गर्ने नै त्यो वातावरणबाटै म आएँ। काठमाडौँमा मेरो आफ्नो पेसागत वातावरणमा म 30 वर्षभन्दा बढी म विभिन्न काम अनुभव लिने क्रममा सधैँ नै मेरो मस्तिष्कमा ब्याकअप माइन्डमा भन्छ नि, सधैँ नै मलाई त्यो गाउँको ख्याल भइरह्यो, त्यो खेतबारीको ख्यालहरू भइरह्यो र गाईहरूको सधैँ नै ख्यालहरू भयो। त्यो कुनै पनि खेतबारीबाट आएको चाइल्डहुड मेमोरिज भन्छ, कुनै पनि खेतबारीबाट आएको बालबालिका, त्योबाट खेतबारीमा बालबालिका हुर्किनु भनेको कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा म अहिले ख्याल गर्छु। काठमाडौँमा मेरो व्यस्त पेसागत जीवनमा पनि मलाई सधैँ नै गाउँको र खेतबारीको रुखपात, रुख, फलफुल, फुल होइन, खोला नाला पहाड वरिपरिको त्यहाँको परिवेशकै र चाडबाडको होइन, रहन खानपानको त्यहाँको सधैँ नै एउटा सम्झना आइरह्यो। त्यसले मलाई खासमा चाहिँ लखेटिरह्यो, पिछा नै गरिरह्यो। र मलाई जहिले काठमाडौँमा व्यस्त रहँदाखेरि पनि म फर्किने चाहिँ कहिले हो भन्ने हिसाबमा मेरो सोच बनिरहेको हुन्थ्यो। फर्कन त पर्छ, तर कहिले भन्ने प्रश्न थियो। कहिले भन्ने निरो आफ्नो पारिवारिक कारण, अरू विभिन्न आर्थिक सामाजिक विभिन्न परिवेश को कारण निर्णय गर्न नसकिरहेको हुन्छ। कोभिडको महामारीको टाइममा जब म काठमाडौँमा एक हिसाबले नियन्त्रित अवस्थामा या निषेधित अवस्थामा हिँडडुलकै हुन्छ नि, सीमाहरू तोकिएको अवस्थामा त्यो एउटा भयानक ठुलो परिवेश थियो, एकदमै सघन परिवेश थियो, इन्टिमेट मोमेन्ट्स, जतिखेर आफैलाई निहाल्न पाइने, हेर्न पाइने, सोच्न पाइने मौका थियो। त्यतिखेर मैले चाहिँ ख्याल गरेँ कि कहिले भन्ने प्रश्न मेरो मनमा जुन खेलिरहेको थियो। अनि मेरो केही साथीहरू जोसँग मेरो यो बातचित भइरहन्थ्यो, त्यस कारण त्यो परिवेशमा चाहिँ मैले निर्णय गरेँ
कहिले भन्ने प्रश्न चाहिँ अब र म त्यसपछि म गाउँ फर्केँ। एक्कासी फर्किनँ, म बिस्तारै क्रमिक रूपमा यात्रा गर्दै फर्केँ। हाम्रो खेतबारी मेरो बाआमाको अवशेषपछि मेरो भाइ, हामी दुई भाइ छोराहरू, भाइ चाहिँ बाहिर हुने भएको र मेरो जिम्मेवारी नै थियो। र बाआमाको शेषपछि त्यो एक हिसाबले विभिन्न प्रयोजनमा त थियो, तर त्यो खासै त्यसको उपयोगिता थिएन र त्यसले आफ्नो हुन्छ नि जग्गा धनीको स्नेह वात्सल्य त्यो जग्गाले त्यो माटोले पाउन सकेको थिएन। त्यसकारण म कसरी प्रवेश गरौँ यही जग्गामा, खेतबारीमा? म फेरि मेरो पुनः प्रवेश, म त बच्चा कालमा त्यही हुर्केँ, तर पनि मेरो पुनः प्रवेश लामो अन्तरालपछि एउटा उमेरमा म अब फेरि कसरी प्रवेश गरौँ भन्ने मलाई सोच विचारहरू तीव्र रूपमा म त्यसपछि सोधी खोजीमा लागेँ। मलाई कृषिको बाल्यकालीन सम्झना बाहेक अरू ज्ञान नहुँदाखेरि र कृषि पनि नपढेको हुँदा र कृषिको पनि मैले खासै समाचारहरू, म पत्रकारको लामो मेरो पेसागत जीवनमा पनि कृषिको खासै समाचारहरू मैले तत्त्वचित्त भएर नगरेको हुनाले मलाई चाहिँ एउटा ठुलो उत्कण्ठा थियो कि अब चाहिँ मलाई अब यो उमेरमा आएर अब मेरो आफ्नै खेतबारीमा फर्कँदाखेरि खेतबारीलाई म एउटा विद्यालय बनाउँछु र फेरि शिक्षा आर्जन गर्छु। त्यसरी चाहिँ मैले एउटा सोधी खोजीको नियतले म फेरि खेतबारी फर्केँ। तर साधारण सोचाइहरू मात्रै थियो। साधारण सोचाइहरू भन्नाले जस्तै पृथ्वीको आजको सङ्कटहरू कहाँबाट आइरहेको छ होइन, कृषिमा सङ्कटहरू कहाँबाट आइरहेको छ, हाम्रो समाजमा प्रश्नहरू जुन आइरहेको छ, राजनीतिमा प्रश्न छ, नीतिमा प्रश्न छ, विभिन्न पेसाहरूमा प्रश्न छ, हाम्रो खानपान, आनी बानी, व्यवहार, हाम्रो विकासको जति पनि मोडलहरू छ होइन, त्यसमा जुन प्रश्नहरू छ, त्यो प्रश्नहरूको सेरोफेरोमा मलाई पहिले पेसामा काठमाडौँमा व्यस्त रहँदाखेरि यसको कडी कहाँ छ भन्ने बुझ्नलाई म खोजिरहेको थिएँ भने जब म खेतबारी फर्केँ या फर्किने भएँ त्यसपछि मैले पाएँ यो सबै गडबडीहरूको केन्द्रमा कृषि छ भन्ने मैले बिस्तारै बुझ्दै गएँ। कृषिलाई सही ढङ्गले हामीले सोच्न नसक्दाखेरि या मैले कम्तीमा मेरो आफ्नो जिम्मेवारी पनि म त्यतिखेर बोध गरेँ कि आफूले सही रूपमा कृषिलाई हृदयङ्गम गर्न नसक्दाखेरि मैले नेपालको यावत समस्याहरू या नेपालभन्दा बाहिरको पनि अरू मानव जीवनका आधुनिक अहिलेको अभ्यासका समस्याहरूको एउटा कडी, मुख्य कडी कृषिलाई सही रूपमा हामीले लेख्न नसक्दाखेरिको समस्याहरू हुन्, अरू चाहिँ उपजहरू हुन् भन्ने मैले त्यसरी चाहिँ बुझेँ। मेरो साधारण सोचाइहरू चाहिँ त्यसकारण यो पृथ्वी, समाज, पर्यावरण होइन, दिगो विकास, हाम्रो दिगो सोचाइहरू कसरी निर्माण गर्ने र त्यो खेतीपाती कसरी गर्दाखेरि चाहिँ सबभन्दा बेस्ट सर्भिस हुन्छ भन्ने मेरो साधारण त्यस्तो सोचाइहरू मात्रै थियो। त्यसकारण मैले त्यसपछि तर खेतबारीमा कसरी प्रवेश गर्ने भन्ने क्रमको लागि मैले चाहिँ अनि धेरै कृषि सम्बन्धी र प्रकृति सम्बन्धी, पर्यावरण सम्बन्धी होइन, दिगो विकास सम्बन्धी विभिन्न साहित्यहरू, लिखतहरू पढ्ने, अनलाइनमा हेर्ने, अरू धेरै गहिरो अलिअलि सोधी खोजी गर्दै जाँदाखेरि अनि मैले मेरो आफ्नै खेतबारीमा पुनः प्रवेशको पुनः प्रवेश कहाँबाट गर्ने, सुरुवात केबाट गर्ने भनेर चाहिँ मैले गाई, मेरो किन बाल्यकालमा धेरै ठुलो सम्झना गाईसँगै हुर्केको होइन भएको भएर मैले गाईबाट सुरु गर्ने मेरो फार्म लाइफ पुनः भन्ने कुरा निधो गरेँ र गाई मैले खोज्न थालेँ। गाई भनेको मैले भनेको रैथाने गाई, फेरि किनभने म हुर्केको जानेको र खेतबारी हाम्रो कान्लाहरूमा हुन सक्ने हाम्रो चाहिँ स्लोपहरू, पहाडको भिरहरूमा चाहिँ सजिलै एकदम भिर फ्रेन्डली होइन, कान्ला फ्रेन्डली त्यस्तो खालको सबभन्दा हाम्रो हितैषी सबभन्दा बेस्ट फ्रेन्ड हुन्छ किसानको, सबभन्दा सजिलो सहयोगी को हुन्छ त भन्दाखेरि त्यसपछि मैले गाईबाट गर्ने सुरु गरेँ, निधो गरेँ। तर म जतिखेर गाउँ फर्केँ नभएको कारण डिस्टर्ब आइरहेको छ सर। हजुर
सरहरूको म्युट नभएको कारण डिस्टर्ब आइरहेछ सर। यहाँहरू धेरैले म्युट गरिदिनु भयो भने मेरो आवाज प्रष्ट हुने थियो। धन्यवाद, यहाँले सम्झाइदिनु भयो। अरू मेरो आवाज ठिकै छ, सुनिन्छ? हजुर सुनिरहेको छ सर। ए हजुर, धन्यवाद सम्झाइरहनु होला। अनि मैले गाईबाट सुरु गर्ने भन्दाखेरि रैथाने गाई हाम्रोमा पहाडी गाई, तर दुर्भाग्यवश हाम्रो पहाडी गाईहरू त सबै हामीले लखेटिसकेका थियौँ। गाईहरू निक्लिसकेका थिए खेतबारीबाट या घरहरूबाट। कहीँ पनि गाई पालन त अब उही दुधको लागि भनेर फार्महरू गर्ने। गाई पालन भनेको हाम्रो कृषिको या हाम्रो घर परिवारको जुन नित्य दैनिकी थियो या हाम्रो अनुशासन थियो, त्योबाट त हामी पुरै विच्छेद भएर गाईसँगको हाम्रो नाता पुरै टुटिसकेको थियो। म जतिखेर गाउँ फर्केँ सबभन्दा ठुलो अनुभूति मलाई यही भयो कि मैले पत्रकार भएर यसरी काठमाडौँमा बस्दाखेरि कस्तो ख्याल नगरेको कि आम रूपमा हाम्रो गाउँघरहरूबाट घर परिवारहरूबाट गोठबाट दाङ्गाहरू चुडलेर हामीले गाईहरू लखेटिसकेका थियौँ। गाईहरू हराइसकेको थियो भनेको रैथाने गाई। अनि गाई पालन भनेको दुध व्यवसायको लागि फार्महरू निर्माण गरेर आधुनिक गोठ बनाएर होइन दुधारू गाई ल्याउने भनेर हामीले विभिन्न गाईहरू बाहिरको जर्सी होलिस्टिन काउहरू होइन स्विस काउ के अब यो सबै बाहिरको गाईहरू या तिनको चुनाहरू आइसकेको थियो। मलाई चाहिएको मैले त्यसपछि रैथाने गाई मेरो लागि जरुरी छ भनेर त्यसपछि खोज्न थालेँ। अनि बडो मुस्किल भयो। म त्यसमा अहिले सायद त्यहाँ अहिले नजाउँ, धेरै विस्तारमा अहिले म अलिकति साधारण सबै कुरा समेट्ने प्रयास गर्छु। अनि गाई त सुरु गर्यो बडा मुस्किलले। माउबाछी फेला पारे रैथाने जुन चाहिँ क्रस नभएको होस्, यसको नस्ल मैले बाल्यकालमा सम्झना भएकै नस्ल, किनभने यसको जिन जुन छ, जिनको जुन प्रपर्टी छ रैथाने गाईको, त्यो चाहिँ कम्तीमा मैले एउटा किसानको रूपमा आफूले पशुसँग सहकार्य गर्दाखेरि पनि सँगसँगै उसको जिनको पनि प्रपर्टी को मैले अध्ययन गर्न पाऊँ होइन। त्यसको सम्पदा जुन छ लाखौँ वर्षको, त्यो चाहिँ जतन जोगियोस्, जतन पनि होस् र हेरौँ, अध्ययन गरौँ, हेर्दै जाउँ किन गाईहरू लखेटियो भन्ने बुझ्नलाई, किन हामीले धपायौँ, किन सक्यौँ भन्ने कुरा बुझ्नलाई पनि मैले यसको बुझ्नु जरुरी छ, थाहा हुनु जरुरी छ भनेर सुरु गरेँ। र अब त्यही गर्ने क्रममा बहर पनि भयो र मसँग अहिले एक गोठ गाई, सबै रैथाने गाई छन्। अनि गाईबाट सुरु गरेपछि अनि अब यो खेतबारीलाई खास खेतीपाती कसरी गर्ने हो, मसँग गोठ त भयो होइन। अब मसँग गाईको मल भयो, गाईको मलको सबभन्दा उपयोग गर्नको लागि कम्पोस्ट बनाउन सिक्नु पर्यो होइन। कम्पोस्टिङ गर्ने तरिकाहरू सही रूपमा कम्पोस्टिङ कसरी गर्ने थाहा हुनु पर्यो। भनेपछि मैले यसको प्राविधिक अलिक व्यावहारिक ज्ञानहरू लिनको लागि त्यसपछि पढ्न थाल्ने क्रममा मैले पाएको ज्ञानमा अब नेचुरल फार्मिङ भयो, वैदिक कृषि भयो, ऋषि कृषि भन्छ होइन। त्यसपछि पर्माकल्चरको एउटा डिजाइन कोर्स नै हामीले फार्ममा गऱ्यौँ। विभिन्न साथीहरू काठमाडौँ सहितको हाम्रो साथीहरू सहभागी भएर पर्माकल्चरको डिजाइन कोर्स पनि हामीले गऱ्यौँ। यो सबै यो अर्ग्यानिक कृषि कसरी गर्ने, प्रकृति सम्बन्धीको खेती कसरी गर्ने भन्ने सोच विचार शोध खोज भइरहेको बेलामा मेरो सरसँग त्यो बायोडाइनामिक कृषि पद्धतिको साथीहरूसँग भयो र त्यो वृद्धसँग त्यो समुदायसँग म सानो समुदायको पनि साथीभाइको सर्कलमा म प्रवेश गर्न पाएँ। त्यो अवसरै भयो र त्यसको फेरि अब विश्वव्यापी त्यसको अभियान छ र त्यो अभियानमै जोडिने क्रममा हामीले हालै नेपालमा पहिलोपल्ट एसियाली सम्मेलन गर्न पायौँ बायोडाइनामिकको। त्यो मेरो आफ्नो जिज्ञासाले सिक्ने क्रममै साथीहरूसँग जोडिँदाखेरि साथीहरूको पहलबाट हामीले नेपालमा पहिलोपल्ट बृहत लेभलको अन्तर्राष्ट्रिय सम्मेलन भयो, जुन एसियाभन्दा बाहिरबाट पनि विज्ञहरू, यसका पारखीहरू होइन, अध्येताहरू सहभागी भएको, प्रशिक्षकहरू, शिक्षकहरू यही बायोडाइनामिक पद्धतिको सहभागी भएको भएर हामीले एउटा ठुलो
सम्मेलन यो एसियाली भने पनि बाहिरको पनि साथीहरू भएको भएर यो अन्तर्राष्ट्रिय सम्मेलन भयो। सम्मेलन सँगै हामीले विभिन्न कार्यशालाहरू पनि गऱ्यौँ। कार्यशाला भनेको 15-16 दिन हामी विभिन्न अभ्यासमा सक्रिय रह्यौँ सम्मेलनको अगाडि र पछाडि। अनि एउटा चाहिँ हाम्रै खेतबारीमा हाम्रै फार्ममा मुख्य त्यसको एउटा चाहिँ प्रिपरेसन मेकिङ भन्छ, त्यो भनेको यो जडीबुटी सहितको औषधि मुख्य बनाउने होइन, त्यो कार्यशाला हामीले त्यहीँ गर्न पायौँ। यो एक हिसाबले मेरो सोधखोज र बाहिरको सत्सङ्ग, बाहिरको बायोडाइनमिक किसानहरूसँगको सत्सङ्गले म एउटा कहिले एउटा कता कता मेरो दिमागमा एउटा आकार लिइरहेको छु। अब मैले भ्यू पाइरहेको छु खेती कसरी गर्ने भन्ने कुराको अलिअलि मलाई अब भ्यू हुँदै गएको भएर म अत्यापै सिक्दैछु र एक हिसाबको एउटा भ्यू मैले पाइरहेको छु कि मैले खेतीपाती गर्ने भनेको सचेतना सहितको खेतीपाती गर्ने हो, जिम्मेवारी सहितको खेतीपाती गर्ने हो, आफूलाई एउटा चाहिँ एउटा कर्तव्य बोध गरेर खेतीपाती गर्ने हो। मेरो खेतीपाती चाहिँ श्रम, खेतीपातीको मुख्य जुन काम मुख्य एउटा अङ्ग हो, अभिन्न अङ्ग हो श्रमसँगै सिप विकास गर्ने, श्रम र सिप चाहिँ एउटा सृजनात्मक तरिकाले गर्ने होइन, आफ्नो बौद्धिक क्षमता प्रयोग गर्ने, सदुपयोग गर्ने, सिक्ने, अनि साथीभाइलाई ज्ञानहरू पनि बाँड्ने, सत्सङ्ग बढाउने र एउटा ठुलो सचेत किसानहरूको वृद्ध एउटा समुदाय, एउटा ठुलो गोलो बनाउने र खास गरी त्यो गोलो मार्फत हामीले हाम्रो खेतबारीका, हाम्रो गाउँठाउँका, हाम्रो समुदायका, हाम्रो सामाजिक, पर्यावरणीय, आर्थिक यो मुद्दाहरूसँग कृषिलाई कसरी जोडेर लाने र नीतिगत हस्तक्षेप गर्नलाई हाम्रो भूमिका गर्नको लागि कसरी काम गर्ने भनेर सोच विचार गर्ने, त्यो हिसाबले मैले कृषिलाई लिन सकिन्छ भन्ने मेरो अहिले एक हिसाबले मेरो बुझाइ त्यसरी गइरहेको छ। जस्तै यसको सुरुवातै मैले कसरी गरेँ भने अब यो जस्तै हाम्रो मैले यहाँ अहिले जोड्न खोजेको आजको जुन विषयमा अहिले मञ्जुजीले सुरुवात हामीले गर्दाखेरि भन्नुभएकै कुरा चाहिँ अहिले दुईटा मुद्दा मैले सही रूपमा यो तत्कालीन समयको लागि कसरी उठाउने भन्ने सोही खोजीमै अहिले म तत्चित भएँ। त्यो हाम्रो एसियाली सम्मेलनकै क्रममा पनि उठ्यो। सबभन्दा ठुलो कुरा के हो भने आजको लागि हाम्रो कृषिको लागि सबभन्दा ठुलो अहम प्रश्न युवा जनशक्तिको अभाव हो। युवाविहीन, पाखुराविहीन, हातविहीन, हात घुँडा विहीन भनेको औजारविहीन, मानवीय यन्त्र, मानवीय प्रयत्न बिनाको खेतबारीहरू, उजाडिएको खेतबारीहरू हामीले पूर्वदेखि पश्चिमसम्म जता गए पनि हेर्छौँ। युवाहरूको गहिरो लागेर विस्थापित अवस्था जुन देख्छौँ र खेतबारीहरू घाँसे सही सदुपयोग गर्न सकेको जुन अवस्था देख्छौँ, सबभन्दा त्यसको समाधान या त्यसको सम्बोधन कसरी गर्ने भन्ने एक हिसाबको अहिलेको मलाई खलबल भइरहेको, मलाई सोच विचारमा धेरै व्यग्रता आइरहेको त्यो प्रश्न छ। त्यो भएर हामीले एसियाली सम्मेलनबाट विज्ञप्ति जारी गर्दाखेरि पनि युवाहरूलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने सोचाइको एउटा आह्वान पनि कारण के भने अहिलेको मैले जसरी सुरुवातमा गाई खोजेर गरेँ र गाई हाम्रो गाउँघरबाट विच्छेदित अवस्थामा पुग्यो, त्यो एउटा निशान मात्रै हो हाम्रो आजको हाम्रो विद्यमान यथार्थको। त्यो भनेको के हो भने हामी कृषिबाट मुक्त समाजतिर गइरहेको छौँ। कृषिबाट चाहिँ विच्छेदित हुने, अलग रहने र कृषिलाई त्याज्य मान्दा भन्दै हामी अर्कै विकासको मोडलमा गइरहेको भएर यो युवा शक्तिलाई कसरी फेरि कृषिमा फर्काउने त अहिले त जति खेतबारीमा किसानहरू हुनुहुन्छ त्यो परम्परागत किसानको त अन्तिम पुस्ता नै हो भन्ने हामी त्यसै नै देख्छौँ। वादहरू होला नि, तर हुन त के भने आजको युवाले कृषिलाई
जसरी म हिजो खेतबारी छोडेर सहर गएँ त्यसरी नै अहिलेको त झनै तीव्र रूपमा त्यो प्रवृत्ति बढ्दैछ। त्यस कारण तर कहीँ न कहीँ त्यसको वेग त थामिनु पर्ला। कहीँ न कहीँ युवा प्रवाह विस्थापित हुने प्रवाहलाई रोक्न सक्ने कसरी हो त भन्ने कुरा सोधेको खोजी अहिले जुन जारी छ त्यसमा मैले सेयर गर्न सकिने चाहिँ के हो भने कृषिलाई अलि पुनः परिभाषित गर्नु, सचेतना सहितको कृषि, एउटा आकर्षण सहितको कृषि, एउटा जिम्मेवारी सहितको कृषि भनेर एउटा केही यसलाई पुनः परिभाषित गरौँ। कृषिलाई नयाँ ढङ्गले अलि आकर्षणको विषयवस्तु बनाउँ ताकि युवा जनशक्ति फेरि आफ्नो थात थलोमा या आफ्नो माटोमा फर्किन सकोस्, आफ्नो जिम्मेवारीमा फर्किन सकोस् भन्ने एउटा सबभन्दा एउटा मेरो अहिलेको सिकाइ को विषय छ यो। युवालाई फर्काउने भनेको कृषिलाई सही रूपमा बुझ्ने हो। हामीले कृषिलाई सही रूपमा बुझाउन सकेनौँ भने युवा बलियो चाहिँ आफै फर्किँदैन। युवाको लागि अपार उसको लागि त विशाल सम्भावनाहरू अवसरहरू उसलाई त जहाँ छ स्वाभाविक रूपमा जान्छ नै। त्यही भएर कृषिमा व्यापक सम्भावना छ भनेर हामीले पुनर्परिभाषित गर्ने भनेको त्यो कृषिलाई सही रूपमा बुझ्ने बुझाउने त्यो सामर्थ्य त्यो हाम्रो क्षमता विकास गर्ने हो भन्ने मलाई लाग्दछ। जति अहिले कृषिमा अर्को सङ्कट त जनशक्तिको मात्रै होइन, अहिले कृषि गर्दाखेरि मैले आफैले भोगेँ नि जति जलवायु परिवर्तन भन्छ। जलवायु भन्ने परिवर्तन भने साह्रै फेसनेबल शब्द भयो, तर अहिले हामी सोझै हामीले अनुभूति गर्ने के हो भने हिउँदभरि बर्खा नै हुँदैन, बर्खा रहित हिउँद हामी हेर्छौँ भोग्छौँ र बर्खामा अत्यधिक पानी होइन हेर्छौँ। त्यो यो मौसम चक्रको बदलावले हाम्रो खेतबारीलाई जुन असर गरिरहेको छ यसलाई यो अर्को साक्षात प्रश्न छ होइन। क्लाइमेटको या जलवायुको जुन अर्को प्रश्न छ त्यो र युवाहरू जोडेर हेरौँ भने युवा किन खेतबारीमा बस्नु सक्दैन त भन्दाखेरि जलवायुको सोझो असरले कृषिको उर्वरा नै कम भएर गयो एउटा कुरा भयो होइन। यसको सम्बोधन कसरी गर्ने त? यसको सम्बोधन कसरी गर्ने भनेको कृषिलाई कसरी बुझ्ने र बुझाउने भन्ने प्रश्नसँग यो जोडियो। त्यस्तै हाम्रो उत्पादकत्व हेरौँ, हाम्रो उत्पादन हेरौँ, त्यो कति धेरै बदलेर गइसक्यो है। माटो कति खराब भइसक्यो। अनि त्यही भएर हामीले जुन कृषिलाई मूलधारको ज्ञान प्रणालीबाट जसरी कृषिलाई हेरिरहेको छौँ त्यसले त हाम्रो माटोलाई त यसरी अनवरत रूपमा क्षति मात्रै गरिरहेको छ भने त्यसमा रोकथाम चाहिँ कसरी गर्ने, त्यसको विकल्प कसरी दिने होइन, ताकि युवा पनि बसोस्, फर्किन सकोस्, अवसर पनि उसले अवसर देख्न सकोस्। साथै जलवायुको असर पनि हामीले त्यसलाई न्यूनीकरण गर्न सकियोस्। जलवायु परिवर्तन सँगसँगै बुझेर आफ्नो खेतबारीलाई सफा कसरी गर्न सकियोस् र सँगसँगै जुन बिग्रेको माटो छ त्यसलाई सफार्ने उपाय के हो त? यो सबै होइन कहीँ जोडेर हेर्नु होइन, यो तिनटै विषयलाई जोडेर हेर्न कसरी हेर्न सकिएला भन्ने मेरो सोधेको या मैले भ्यू पाउँदै गएको कुरा चाहिँ के हो भने हामीले कृषिलाई कसरी हेर्ने भन्ने कुरा भयो होइन। कृषिलाई हेर्ने भन्ने कुरा त स्वाभाविक रूपमा अहिले हाम्रो जुन खानपान छ, आहार विहार छ, त्यो हामीले सही रूपमा हाम्रो आधुनिक हाम्रो जीवन पद्धति छ त्योसँग कृषिको सम्बन्ध बिस्तारै खल्बलिँदै गएको उदाहरण नै हाम्रो आजको दिनमा खानपानहरू त हो होइन। यसलाई कसरी फेरि पुनः अर्थ्याउने, हाम्रो चाडबाडहरूमा जुन हाम्रो चाहिँ विविधतापूर्ण खानपान छ होइन, चाडबाड भनेकै हाम्रो चाहिँ खानपान हो भनेर यदि हामीले बुझाउन सक्यौँ र चाडबाड भनेकै खानपानको विविधता हो भनेर बुझ्यौँ भने त्यो विविधतापूर्ण खानपान किन आएको छैन त? या हामी त्यसमा किन हाम्रो युवा पुस्तालाई या अरूलाई आम जनमानसलाई किन हामीले सुसूचित गर्न सकेका छैनौँ भन्दाखेरि त हाम्रो कृषि एकदमै धेरै मोनोकल्चरबाट गइरहेको छ, लगिरहेको छौँ भन्ने हामीले बुझाउन सक्छौँ। यो सबै जोडिएको चक्र जुन छ, जति म एउटा सानो उदाहरण दिइहालौँ। जति मैले गाउँ फर्केर
सानो बाल्यकालको याद गर्दाखेरि मैले घैया खोजेँ हो। घैया खोज्ने क्रममा गाउँमा त कसैले पनि घैया लाउनु अहिले लाउँदैन घैया त त्यो एउटा दुःखको कुरा हो होइन। त्यो पानी पनि हुँदैन खान पनि मिल्दैन किन हाम्रो जिब्रोहरू फरक भएर गइसक्यो होइन। घैया कसैले गर्दैन। जबकि घैया कति महत्त्वपूर्ण छ भने जब मैले बुझ्दै गएँ त्यसपछि मैले बिउ खोजेँ। बिउ खोज्नु गाई जति समस्या भयो। घैयाको बिउ खोज्न जाने क्रममा गाउँहरू डुल्दाखेरि नै मैले थाहा पाएँ हाम्रो बायोडाइभर्सिटी लस, हाम्रो बिउहरूको लस, क्षति, हाम्रो बिउहरूको विविधता, अन्नहरूको विविधता कसरी हामी नाच्दै गएको छौँ बिर्सँदै गएको छौँ भन्ने कुराको चाहिँ फेरि मलाई अनुभूति भयो। त्यस कारण जब तर घैया त के ल्याएँ तर गाउँ घैया भनेको या कुनै पनि बाली नाली भनेको एक्लै गऱ्यो भने त्यो त चराचुरुङ्गीको किनभने त्यो मौसममा सबै चराचुरुङ्गीको त्यही मात्रै ठाउँमा मात्रै खेतीबारी भयो भने त त्यो त चराहरूकै आहारमा सकिहाल्छ। धन्य हो कि चराहरूले खान पाए। तर मलाई फेरि अर्को के रियलाइजेसन अनुभूति भयो भने खेती एकजनाले गर्ने समुदायले गरेन भने त्यो एक्लो खेतीले त्यसले खास त्यो उसको उत्पादन हुन सक्दैन। त्यस कारण मलाई थाहा भयो कृषि त्यस कारण यो सहकार्यको या समुदायको या समाजसँगै मिलेर गर्ने कर्म हो। यो एक्लो अभ्यास एक्लो साधना आफ्नो कालमा बसेर एक्लै काम त गरौँला तर यो मेरो समुदायसँग सहकार्य भन्ने कुरा चाहिँ अप्रत्यक्ष रूपमा छ भन्ने कुराको मलाई आफैलाई त्यो घैयाबाटै मैले थाहा पाएँ। त्यस कारण यो सबै हाम्रो यो खरबरिएको जीवन पद्धतिबाट हामीले यसलाई पुनः नसोच्ने हो भने यो एकहोर हामी गइरहेको कुराबाट चाहिँ त्यो युवालाई राखिरहन त हामी सक्दैनौँ भन्ने कुरा चाहिँ मैले ठ्याक्कै यो कुरा पनि जोडेर हेर्न थालेँ। अनि मैले बिस्तारै बुझ्दै गएँ जब मैले यो साथीहरूसँग सङ्गतहरू गर्दै गएँ बुझ्दै गएँ अनि मैले मेरो ज्ञानको जिज्ञासा या भनौँ न यो सोधी खोजी गर्दै आफूलाई जिज्ञासु बनाउँदै जाँदाखेरि पर्माकल्चरको एउटा मेथडबाट मैले चाहिँ पानीको व्यवस्थापन कसरी गर्ने, पानीलाई कसरी सदुपयोग गर्ने, केही पनि कुरा खेर नजाओस् भन्ने होइन रिसाइकल सिस्टम कसरी गर्ने भन्ने क्रममा चाहिँ केही खोबिल्दाहरू कतै पोखरी थपेर पानीको व्यवस्थापन गर्दाखेरि एउटा सानो पोखरीमा अनि एक बिहान एक साँझमा जब हिँड्दै थिएँ त्यो साँझ मलाई बडा अचम्मको विचित्र गरेर चाहिँ अनुभूति भयो। कि म जब एक्लै म हिँडिरहेको थिएँ मलाई मेरो साथीहरू आयो जस्तो लाग्यो। त्यो परिवेश त्यो वातावरणमा म एक्लै छैन है, मेरो धेरै साथीहरू छ मसँगै छ। म हुन त एक्लै हिँडिरहेको छु तर मसँग केही साथी छ। मलाई एउटा अनौठो अनुभूति भयो र मैले मेरो आँखा मैले खोलेँ कि मैले हेर्दाखेरि मसँग झुनगिरीहरू थियो। अनि मैले ठ्याक्कै मैले बोध गरेँ जुन पोखरी त्यहाँ नयाँ हामीले बनाएको थियौँ र पानी जम्मा भइरहेको थियो त्यसले त्यो पोखरीको आसपास जुन इकोलोजी निर्माण गर्यो त्यो इकोलोजीले कति ठुलो सेवा गरिसकेको छ प्रकृतिमा भने त्यहाँ झुनगिरीहरू आयो। अनि झुनगिरीको मैले भिडियो पनि बनाएँ। झुनगिरी फर्केको कुराले मलाई धेरै ठुलो रोमाञ्चित बनायो। सँगसँगै मलाई धेरै सोधपुछहरू गरायो। झुनगिरी फर्किने भन्ने बित्तिकै मैले चाहिँ के ज्ञान अहिले आर्जन गरेँ भने यो माटो जुन हामीले बिगारिरहेको थियौँ बिग्रिँदै गएको थियो वर्षौँसम्म होइन यो रासायनिकहरू विभिन्न प्रयोग गरेर या हामीले माटोलाई सर्भिस गर्न नसक्दाखेरि यो माटोभित्रको सूक्ष्म जीवाणुहरूलाई हामीले कदर गर्न नसक्दाखेरि देखिने र नदेखिने जीवाणुहरूको घर हाम्रो खेतबारीबाट चाहिँ उनीहरूको आश्रय कति बिथुलिएको थियो भन्ने कुरा चाहिँ ठ्याक्कै थाहा भयो। त्यस कारण माटोलाई सेवा गर्नु भनेको या माटोलाई सही रूपमा बुझेर काम गर्ने भनेको प्रकृतिको कति ठुलो सेवा रहेछ। अनि त्यसले कृषिलाई पुर्याउने योगदान के रहेछ भनेर बुझ्दै जाँदाखेरि मैले फेरि चराचुरुङ्गीको मात्रै भएन पुतली भमरा मौरीहरू पनि बढ्न थाल्यो। अहिले हालसालै हामी एउटा घार थप्ने भले हाम्रो एरिया बेसी हो हिउँदमा धेरै घाम लाग्दैन मौरीलाई आहारको सङ्कट छ तर पनि हामीले सही परिवेश निर्माण गर्यौँ भने
कृषि गर्नलाई हामीसँग धेरै सहकार्य गर्ने हामीले दृश्य अदृश्यका हाम्रा साथीहरू हुँदो रहेछन् भन्ने मैले ख्याल चाहिँ जब जुनगिरीबाट गरेँ त्यसरी मौरीको घाँहरू थपेँ अनि 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 हेरेँ माटो मैले हेरिरहेको छु होइन माटोलाई छाम्ने माटोलाई फिल गर्ने कृषिलाई अहिले हेर्दाखेरिमा साथीहरूले धेरै सोध्छन् ए खेती तिमीले गरेछौ फार्म गरेछौ फार्ममा के छ के को फार्म हो भन्ने सोधाइछ नि अनि त्यो भएर मैले भन्छु मेरो फार्म चाहिँ कुनै एउटा विषयको लागि होइन हाम्रो सोचाइ नै हाम्रो समस्या म देख्छु सोचाइ नै कस्तो भन्दाखेरि किसानलाई हेर्ने दृष्टिकोण हाम्रो आम रूपमा चाहिँ कस्तो सोचाइको रूपमा छ भने के को कृषि हो के खेती हो भनेको कुनै एउटा बेच्नको लागि बिक्रीको लागि कुनै एउटा कुरामा फोकस गरिएको खेती हो भनेर जुन सोच्ने त्यो प्रश्नबाटै देख्छौँ हामी कि अहिलेको अवस्थामा कृषिलाई कसरी हेरिन्छ भनेर के को फार्मिङ हो के को फार्म हो भन्ने बित्तिकै मैले अहिले त्यसरी नै मेरो फार्म यो हो भनेर मैले भन्ने गरेको छैन म चाहिँ सिक्दैछु भन्छु र म सिकारो नै हो भन्छु जब मैले उत्पादनभन्दा बढी माटोलाई छाम्दाखेरि आफूलाई चाहिँ उत्साहित भेट्छु तब म त्यो भित्र धेरै डुबेको म आफूलाई पाउँछु म डुब्नै खोजिरहेको छु त्यही भएर मैले उत्पादनको हिसाबले अहिले सोचिरहेको छु हेरेकै छैन मैले माटोलाई हेरिरहेको छु र माटोमा सूक्ष्म जीवाणुहरू त देखिँदैन अब घोडोलाई देखिन्छ होइन त्यो माटो कतिको चाहिँ बर्बर छ बुरबुर छ होइन माटो कतिको चाहिँ त्यहाँभित्र चाहिँ सबभन्दा राम्रो मलिलो हुन सक्ने आवश्यक तत्त्वहरू सहितको छ भन्ने कुरा हरेकपल्ट छाम्दै जाने अनि छाम्दै गएपछि त्यो कुन बिरुवा कुन ठाउँको बिरुवा कस्तो योग्यताको छ कस्तो चाहिँ क्षमताको भएको छ र त्यो भित्रको माटो कस्तो छ भनेर मैले हेर्दै जाँदाखेरि मैले सबैतिर हुन्छ नि एकनासले त सबै ठाउँमा त्यो डिस्ट्रिब्युसन हुँदैन सूक्ष्म जीवाणुहरूको सबभन्दा राम्रो सूक्ष्म जीवाणुहरूको वितरण जहाँ छ या सूक्ष्म जीवाणुहरूको आश्रय थल जहाँ छ त्यहाँ सबभन्दा धेरै माटो मलिलो छ उर्वरा छ र त्यहाँको उत्पादन राम्रो छ त्यहाँको बिरुवा राम्रो छ भन्ने मैले आफैले अनुभूति गर्न थालेँ त्यही भएर माटो जब उठाएर हेर्छु अनि यो ठाउँमा मेरो बालीनाली यहाँ सब यो हुँदै हुँदैन या कमजोर हुन्छ त्यस कारण यसलाई म कसरी सर्भिस गर्ने यसको उर्वरापन बढाउने भनेको यसको मलिलोपन बढाउने भनेको कहाँ हो भनेर अनि मैले ख्याल गर्ने क्रममा मैले चाहिँ त्यो फार्मलाई समग्रमा सही रूपमा कसरी चाहिँ बुझ्ने भन्दाखेरि कहाँको माटो कुन योग्यताको कुन क्षमताको छ भन्ने उठाएर हेर्ने र सबैलाई समान तरिकाले सर्भिस गर्नको लागि अहिले मैले गरिरहेको काम चाहिँ जुन बायोडाइनमिक पद्धतिको चाहिँ एउटा अनुशासन छ त्यसमा सायद अहिले प्राविधिक रूपमा नगरौँ सबलाई एकनासले आफ्नो फार्मलाई एउटा कुनाबाट अर्को कुनासम्म होइन पूर्वदेखि पश्चिमसम्म सही रूपमा सबैको चाहिँ समग्र माटो उर्वरा होस् मलिलो होस् र त्यसमा जहाँ जाँदाखेरि पनि अनुभूति माटो उठाएर अञ्जुलीमा हेर्ने बित्तिकै अनि या छाम्ने बित्तिकै सही रूपमा अनुभूति गर्न सकियोस् भन्ने मैले अहिले सोचिरहेको छु जस्तै विज्ञानको भाषामा भन्छ नि एक मुठी माटो उठाएर एक मुठी माटोमै पृथ्वीको जनसङ्ख्या भन्दा बढी सूक्ष्म जीवाणु छ भन्छ जब मैले माटो त्यो अञ्जुलीमा लिन्छु छाम्छु त्यस्तै त्यो फिलिङ र म जब गर्छु मैले चाहिँ प्रकृतिको ठुलो सर्भिस गर्न खोजिरहेको छु भन्छु है त्यो गर्दाखेरि आनन्दको अनुभूति हुन्छ र त्यो कहाँको माटोले मेरो जस्तै अहिले मैले तोरी लगाइरहेको छु त्यो तोरी लगाउँदाखेरि कुनै गरामा तोरीको बिरुवा राम्रो छ कुनैमा अलिकति कम छ भने यहाँनिर मेरो त्यो माटो छामेर फरक मैले अनुभूति गर्नुपर्छ भनेर त्यसरी हेर्छु त्यो भएर यो सबै मेरो अहिले बुझाइको क्रममा यो सिकाइको क्रममा मैले माटोलाई उज्याएर हेर्ने र अनुभूति गर्ने प्र्याक्टिस गर्दैछु त्यो माटो राम्रो बनाउनलाई त्यो वर्षभरि त्यो अर्ग्यानिक त्यो जस्तै बायोडाइनमिकको आफ्नो पद्धति त फलो पछ्याउनु परिहाल्यो गर्नु परिहाल्यो अनि त्यो जब म मेरो आफ्नो माटोलाई सम्झिनु पर्छ जस्तो लाग्छ या बिरुवा जब मैले हेर्छु र त्यो मुद्राको माटो छाम्छु त्यतिखेर मलाई ठ्याक्कै याद हुन्छ मैले
यहाँ चाहिँ मलजल गर्न सकेको छैन। अनि मलजल गर्नु पनि जब मेरो मेरो ख्याल हुन्छ, माटोलाई सम्झेर जब मलजलको मेरो दिमाग हुन्छ, अनि त्यसपछि मलाई जिम्मेवारी बोध हुन्छ। र त्यो जिम्मेवारी बोध हुने बित्तिकै मेरो चाहिँ आफ्नो खेतबारीसँगको मेरो सम्पर्क सम्बन्ध चाहिँ हर वखत फेरि थप हुन्छ नि। जति म अहिले काठमाडौँमा छु, मेरो फेरि मेरो त्यहाँ मेरो ख्याल आइरहेछ। त्यस कारण यो कृषिलाई या आफ्नो खेतबारीलाई एउटा सम्बन्धको हिसाबले, एउटा आत्मिक सम्बन्धको हिसाबले, मेरो सबभन्दा निकट मेरो चाहिँ जिम्मेवारीको सम्बन्धले, कर्तव्यको सम्बन्धले हेऱ्यो भने म एकदमै धेरै जिम्मेवार, एकदमै कर्तव्य बोध भएको होइन, एउटा 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 चाहिँ एउटा केही न केही ठुलो एउटा एउटा काम भएको, कर्तव्य भएको एउटा चाहिँ मानिसको रूपमा या हुन्छ नि सिकारु या पेसावारको रूपमा म पाउँछु र म आफूलाई आनन्दित महसुस गर्छु। अब अहिलेको मेरो ज्ञानले यो माटो मलिलो बनाउने भन्ने कुरा चाहिँ कृषिको उत्पादकत्वसम्म आज जाँदै जान्न, त्यो पछिको कुरा हो। सबभन्दा बेस्ट हेर्ने हामीले माटोको उर्वरापन हो र माटोलाई चाहिने सेवा हो। अनि माटोलाई चाहिने सेवा भनेको चाहिँ त्यो प्रकृति बुझ्ने हो। प्रकृति बुझ्ने भनेको त्यहाँको मलजल गर्ने मात्रै होइन, खेतबारीको अवस्थिति बुझ्ने भनेको के हो भने त्यो पृथ्वीको अवस्थिति बुझ्ने हो। पृथ्वीको अवस्थिति भनेको प्रकृतिको रिदम, त्यो लय गति बुझ्ने हो। जस्तै पृथ्वी आफै लिभिङ भन्छौँ हामी होइन, जीवित सम्पदा हो। पृथ्वी आफै एउटा चक्रमा नित्य निरन्तर गतिमान तरिकाले एकदमै गतिमान छ, गतिशील छ। र माटो जुन गतिशील एउटा कसमसमा, यो विशाल ब्रह्माण्डमा पृथ्वीको जुन आफ्नो जीवन चक्र छ, जुन गति छ, त्यो गति अनुसार निर्मित प्रकृतिको जुन रिदम छ, लय छ, त्यो पक्रेर त्यो ऋतु बुझेर, मौसम बुझेर, अनि त्यो कुन मौसममा माटोलाई कस्तो खालको सेवा गर्ने भन्ने कुरा ख्याल गर्ने कुरा चाहिँ कृषिको सबभन्दा सही पाठशाला हो, सबभन्दा ठुलो शिक्षा हो र अत्यन्तै धेरै जिम्मेवार नागरिकको काम हो, कर्तव्य हो भन्ने कुरा चाहिँ मैले अहिले पाइरहेको मेरो कुरा त्यो हो। म अब पुछारमा म अब सक्न लाग्यो, मैले एक करोड बोलेँ, यहाँहरूको केही जिज्ञासाहरूसँग आफूलाई जोड्छु। माटोको माया गर्ने क्रममा यो ज्ञान आर्जन मेरो अहिलेको कृषिको प्रमुख ध्येय हो। त्यो क्रम अहिले पढ्दैछु। जति अहिले हेरिरहेको चाहिँ बायोडाइनमिक मैले अवलम्बन अहिले गरिरहेँ भने मैले अरू विधाहरू पनि पढिरहेको छु। जति अहिले वृक्ष आयुर्वेदको जुन श्लोकहरूमा निर्मित यसको टेक्स्टहरू मैले पढ्दै हेर्दै छु, फेला पार्न खोज्दैछु, पुरै पाएको छैन। अब त्यसले हाम्रो वनस्पतिहरूसँग सिकाउने, वनस्पति र त्यहाँको इकोलोजीको सम्बन्धहरू सिकाउने र हाम्रो पहिलाको ज्ञानहरू फेरि कसरी ब्युटाउन सकिन्छ भन्ने कुरा चाहिँ सोधखोज गर्ने क्रममा छु। जति यो कृषिलाई एउटा ठुलो सोधखोजको विषय बनाउने मेरो म जेमा तत्त्व छु अहिले, त्यो सँगसँगै क्वान्टम थ्योरीलाई पनि कृषिसँग कसरी जोड्ने त्यसमा सोधखोज गर्दैछु। किनभने यो सबै तरङ्गको कुरा छ। त्यो किन हामीले देखिने कुरा मात्रै, हामीले जुन हाम्रो आधुनिक विज्ञानले हामीलाई देखिने कुरा, नापतोलको कुरा मात्रैमा एकहोरो बनायो नि, त्यसले हाम्रो ज्ञान प्रणालीलाई अत्यन्तै धेरै हामी साँघुरिएको भएर त्यसलाई अलिकति फराकिलो बनाउनलाई क्वान्टम साइन्ससँग पनि यसलाई जोडेर हेर्ने, क्वान्टम कृषिको रूपमा जोडेर हेर्ने। किनभने त्यो विज्ञान, आधुनिक विज्ञान चाहिँ जहिले पनि त्यो इभल्भिङ त छ होइन, किनभने नयाँ तथ्यहरू खोज्दैछ। सँगै नदेखिने तथ्यहरूलाई पनि त्यो ज्ञान प्रणालीमा कसरी मिसाएर कृषिलाई सही ठुलो शिक्षा गर्ने र यो शिक्षाको, यो पेसाको कर्तव्य सहितको ठुलो अवसर हो भनेर त्यो एउटा ज्ञान गुणको एउटा चाहिँ परिपाटी अलिकति बलियो बनाउन सकियो भने, अनि त्यो युवाहरू, आजको युवालाई ठ्याक्कै यहाँ चाहिँ सम्भावना छ है, हामी कहाँ धेरै ठुलो सम्भावनाहरू छ भनेर त्यसरी गर्न सकिन्छ कि भन्ने मेरो अहिले साधारण बुझाइ भएको भएर मलाई यही यो इथिकल कृषि
बेस्ड कामहरू गर्ने परिपाटी सिकाइ र अहिलेको सामान्य बुझाइ मैले अहिले सायद अहिले यतिखेर यो बोर्डमा यहाँ यति नै मैले भन्न चाहेँ। साथीहरू धेरै धन्यवाद, यहाँले धैर्य गरेर सुनिदिनु भयो। म केही जिज्ञासाहरू चाहिँ यहाँहरूलाई लागेको कमेन्टहरू जिज्ञासाहरू म यहाँहरूसँग फेरि त्यसमा सायद काम गरौँला, त्यसमा बोलचाल गरौँ। मैले मेरो आफ्नो एकहोरो भनाइ यही टुङ्ग्याएँ। धन्यवाद। धेरै धेरै धन्यवाद छ नारायण वाग्ले सरलाई, आफ्नो अनुभव आफ्नो सिकाइहरू चाहिँ हामीमा साझा गरिदिनु भयो। अब चाहिँ हाम्रो कसैको केही प्रश्न छ भने चाहिँ आफूलाई अनम्युट गरेर सोध्न सक्नुहुन्छ। खड्क प्रसाद शर्माजीले पनि म्यासेजमा लेख्नु भएको छ, हजुरलाई अप्ठ्यारो लाग्दैन भने चाहिँ आफूलाई अनम्युट गरेर पनि आफ्नो कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। नमस्ते, म खड्ग शर्मा। खास गरी अहिले के चलिरहेछ भने ट्रेन्ड के चलेको छ भने यो जुन उर्वरशील भूमिहरू छ, उर्वरशील जमिनहरू छ, हाम्रो खाद्यान्न उत्पादन गर्ने जमिनहरू छ, त्यो जमिनलाई केही व्यक्तिहरूले त्यसलाई खण्डीकरण गर्ने चलन आएको छ। यसलाई राज्यसँग अलिकति राज्यलाई एकाउन्टेबल हुनको लागि राज्यसँग परामर्श गर्नुपर्छ, ताकि उर्वरशील भूमिलाई खण्डीकरण गर्न भएन भनेर। किनभने हामी बाहिरबाट खाद्यान्न ल्याउने, हाम्रो खाद्यान्न उत्पादन हुने जमिनभरि सबै खण्डीकरण भएर अब त्यो घरवासको रूपमा प्रयोग हुन थाल्यो। यसले अलिकति हाम्रो खाद्यान्न आपूर्तिमा कमी आएको छ। त्यसलाई लेखेको पनि छु म्यासेजमा। धन्यवाद। एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। हामी देशभरि डुल्दाखेरि जहाँ जाउँ त्यहाँ खण्डीकरण मात्रै देख्छौँ है। यो माटोको अनादर गर्दा गर्दा गर्दै ढलान बनाइदिने, माटोले सास फेर्छ भन्ने कुरा होइन, माटो जीवित कुरा हो, त्यसले सास फेर्छ, त्यसले पानी सोच्छ भन्ने कुरा पनि अनादर गरी हामीले पुरै हेलचक्राइ गरेर यसरी माटोलाई चाहिँ ढलानीकरण गरिरहेको छौँ, खण्डीकरण गरिरहेका छौँ। जथाभावी हामीले विकासको नाममा विकृति ल्याइरहेको छौँ। त्यसले यो कृषि गर्ने मानिसले जति यो कुरा अगाडि बुझ्दैन। यो विकासको कुरा मात्रै एकहोरो गर्नेले यो कृषिलाई अनादर गर्दा गर्दै गर्दै माटोलाई गरेको हेलाको चरम रूप तपाईँले भन्नुभएकै कुरा हो। यसमा कृषकहरूले आफूले बोल्ने हो, हामीले हस्तक्षेप गर्ने हो, हामीले भन्ने हो यो उर्वर ठाउँ हो, यो मलिलो ठाउँ हो, यहाँ खेती गर्ने ठाउँ हो, यसलाई अरू प्रयोग नगर भनेर हामीले कराउने हो। किसानहरूले नै आफ्नो मत बलियो बनाउने हो। अहिले हामी किनभने जलवायु परिवर्तनको कुरा छौँ, भूमिगत रूपमा आउने जलहरू सुक्यो भन्ने कुरा गरेका छौँ। यसको त कारणै त्यही हो नि। जलको बाटो नै रोकिदिएपछि माथिबाट सिमेन्ट र बालुवा राखिदिएपछि त त्यो भूमिगत जल आउने कुरा भएन, त्यो जल सुरक्षित हुने कुरा भएन। र अर्कोतिर क्लाइमेट चेन्जको कुरा पनि त्यसरी नै आएको छ होइन। त्यो भएर पनि अलिकति यसलाई राज्य पोलिसी मेकरहरूसम्म यसलाई अलिकति हामीले अभियानको रूपमा लिन थाल्यो र अलिकति त्यो सम्बन्धमा पोलिसी बनिदियो, राज्य स्तरबाट पोलिसी बनिदियो भने अलिकति त्यसमा कमी आउँछ। अहिले जताततै तराईतिर हेर्ने हो भने अनि इभन पहाडतिर पनि हेर्ने हो भने यो कोही पनि देखिन्न के, अहिले खण्डीकरण नगरेको ठाउँ देखिन्न। हिजो हामी बचपन हुँदाखेरि खेलेको, खाएको, दुगुरेको, कुदेका ठाउँहरू अहिले सबै घर बनेका छन्। अहिले सबै त्यहाँ बाटो सडकहरू बनेको छ। त्यहाँ अब भन्न मिल्छ मिल्दैन, अब जग्गा कारोबारी भन्छ के अरे अहिले। अब उहाँहरूले पुरै आफ्नो कब्जामा लिएर त्यसरी गरिराख्नु भएको छ। यसलाई पनि अलिकति राज्य स्तरबाट नै यसमा निगरानी भयो भने, पोलिसी बनिदियो भने। अहिले पोलिसी केही पनि छैन, जसले जसरी मन लाग्यो त्यसरी गर्ने गरेका छ। यो गर्यो भने अलि हुन्थ्यो कि हामीले चाहिँ उद्देश्य लिएका छौँ त्यो उद्देश्यमा हामी पुग्न सक्छौँ कि भन्ने हो। र खाद्यान्नमा सर्वप्रथम त हामीले खाद्यान्नमा आत्मनिर्भर हुने हो होइन, स्वस्थ हाइजेनिक खाद्यान्नमा आत्मनिर्भर हुने हो। सही कुरा। धन्यवाद ध्यानाकर्षणलाई धन्यवाद। यो जागृत कृषकहरूको दबाब, उनीहरूको ध्यानाकर्षण र उनीहरूको हस्तक्षेपबाट सम्भव हुन्छ। अन्यथा अहिलेको एकहोरो विकास जुन विकास भनिएको छ त्यो सही विकास होइन भनेर हामीले अप्नाउन सकेनौँ भने यो जारी रहन्छ। देशभरि नै खण्डीकरण
जारी छ। त्यही भएर हाम्रो जागरुकता नै आवश्यक छ। मैले अलिकति जोड्न चाहे, म अस्ति हाम्रो राजेश वाग्ले तनहुकै लिटिल सिस्टर्स फन्डमा काम गर्नु हुँदो रहेछ। मेरो उहाँसँग भेट भएको थियो अनि यो उहाँले नै एप मलाई दिनुभएको थियो। शुक्रबार जोडिनु होला सर, मेरो भतिजा पढ्नुहुन्छ उहाँ नारायण वाग्ले भन्नुभएको थियो। अनि त्यो भएर मैले गएर एप डाउनलोड गरेर आज यो जोइन हुने मौका पाएँ। यसको लागि सरलाई धेरै धेरै धन्यवाद। मेरो घर चाहिँ दैलेख हो। म अहिले काठमाडौँमै छु, यहाँ काठमाडौँमै छु। अब म भोलि फर्किँदैछु। मैले यो अवसर पाएँ, यसको लागि सरलाई धन्यवाद। फेरि हामी यो आइरहन्छौँ नि होइन सर, के छ हाम्रो यो हामी जोडिरहौँ बा। हजुर, यस्तो भयो भने मलाई लिङ्क पठाइदिनु भयो भने नेट एभाइलेबल भएको ठाउँमा म जोडिन सक्छु। भइहाल्छ नि। ल धन्यवाद। हुन्छ, हस् सर, वेलकम। खड्ग प्रसादजीलाई धेरै धेरै धन्यवाद प्रश्नको लागि। उहाँले एप पनि डाउनलोड गरेर हेरेँ भन्दै हुनुहुन्थ्यो। एप सम्बन्धी केही सुझाव छ भने त्यो पनि हामीलाई भन्न सक्नुहुन्छ। अनि यस्तै तालिमहरू चाहिँ हामी पछि पनि सञ्चालन गर्ने नै छौँ। पक्कै पनि नारायण वाग्ले सरसँग पनि हामी पछिका दिनहरूमा नै कार्यक्रम गर्ने नै छौँ र त्यो बाहेक अरू विषयहरूमा पनि हामी तालिमहरू चाहिँ गरिराख्छौँ। त्यसको जानकारी पनि हामी खड्ग प्रसाद सरलाई पक्कै पनि उपलब्ध गराउने नै छौँ। अरू कसैको केही प्रश्न छ भने चाहिँ हजुरहरूले राख्न सक्नुहुन्छ। नारायण वाग्लेजी नमस्ते। नमस्ते। तपाईँको कुरा सुनिरहँ जस्तो लाग्यो। अनि अहिले अब युवा पनि अनि अलिकति डिजिटल एग्रिकल्चरमा काम गरिरहेको भएर पनि आज हामी जुन सुपर कृषक मार्फत चाहिँ यो तपाईँले जोडेर यो जुन तपाईँको कुराहरू चाहिँ फेसबुक मार्फत पनि हामीले साझा गऱ्यौँ, पछि हामीले यो रेकर्ड गरेर पनि उपलब्ध गराउँछौँ। मैले आज बिहान एउटा आर्टिकल पढ्दै थिएँ, त्यहाँ चाहिँ के थियो भने हाम्रो गुन्द्रुकको जुन प्याटर्न हुन्छ नि, ओक्लाहोमा युनिभर्सिटी जुन युएसको युनिभर्सिटी छ त्यहाँ चाहिँ रजिस्टर गरिएछ भन्ने कुरा के। अनि मलाई फर्केको कुरा चाहिँ हामी बिस्तारै यो पश्चिमा शैली हामीले अप्नाइरहँदाखेरि चाहिँ हाम्रो जुन पूर्वीय दर्शन छ, कृषि छ, जुन हामी छोड्दैछौँ, त्यसले गर्दाखेरि चाहिँ अर्को डर भनेको चाहिँ हाम्रो जुन इन्डिजिनियस रैथाने बालीहरू छ यसको प्याटर्न पनि खोसिने कि भन्ने डर रहेछ कि। अनि यसमा जस्तै तपाईँले अब यसमा युवाहरूको सहभागिता र अहिले त आज हामीले गुड एग्रिकल्चर प्र्याक्टिसेसको सम्बन्धी पनि केही कुराहरू गऱ्यौँ। यसमा स्पेसिफिक युथलाई चाहिँ हामी जहिले पनि भन्ने गर्छौँ एग्रिकल्चर चाहिँ ग्ल्यामरस भयो भने चाहिँ युथ चाहिँ यतातिर एट्र्याक्ट हुन्छ भनेर होइन। अनि त्यो सन्दर्भमा तपाईँको अनुभवले विचारले चाहिँ एग्रिकल्चरलाई कसरी ग्ल्यामरस बनाउन सकिन्छ होला भनेर सोध्न चाहेँ कि मैले। किरणजी धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। यो ग्ल्यामरस बनाउने भन्ने कुरा छ नि, आजको हाम्रो शिक्षा प्रणालीबाट आयो। किनभने ग्ल्यामरस नभइकन युवा बढ्दैन भन्ने जुन छ नि, त्यो ग्लेमरबाट युवा आकर्षित हुन्छ भन्ने हाम्रो अहिले सोच हो है। यो सबै शिक्षाबाट आयो। त्यसकारण यो सबभन्दा बदल्नुपर्ने हाम्रो कुरा भनेको शिक्षा हो। किनभने त्यो शिक्षाले या आजको जुन मनोविज्ञान जुन बनेको छ शिक्षाको कारण, त्यसले हाम्रो युवालाई ग्लेमरस भएन भने कुनै पनि पेसा नगर्ने बनाइदियो हो। भनेपछि जीवनका साक्षात प्रश्नहरू, ठुल्ठुला प्रश्नहरू केलाउन, बुझ्न, अध्ययन अनुसन्धान गर्नलाई वञ्चित गरेर उसले ग्लेमरस आइडियामा मात्रै काम गर्ने बनाइदिएको भएर हामीले खास काम गर्ने चाहिँ शिक्षाबाटै हो। शिक्षाबाटै भनेको जस्तै कृषिलाई कसरी समग्र रूपमा बुझ्ने होइन, कृषिसँग कसरी चाहिँ युवालाई जोड्ने भनेको विद्यार्थीहरूलाई जोड्ने, शिक्षकहरूलाई त्यसमा बढी जोड्ने, त्यो ध्याउनमा लगाउने, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई खेतबारी माटोसँग कसरी डोर्याउने होइन। यो हाम्रो जीवन जगत समाज सबै चलेको नै यो प्रकृति, त्यसको गति र त्यो चाहिँ माटोसँगको सम्बन्ध हो भनेर बुझाउन सकेनौँ भने र हाम्रा समस्याहरू, हाम्रो समाजको सङ्कटहरू, प्रश्नहरू त्यो माटोको कारण आएको छ भनेर हामीले बुझाएनौँ भने युवाहरू चाहिँ लहरमा मात्रै जान्छ भनेर पनि हामी बुझिदिन्छौँ र युवाहरूलाई एकदमै सङ्कुचित, उसको विराट सम्भावनालाई हामीले सीमित गरिदिन्छौँ। त्यस कारण
सबभन्दा बदल्नु पर्ने चाहिँ शिक्षा हो भन्छु। त्यही भएर सानैदेखि स्कुलको पाठ्यक्रमहरू होइन, बालबालिकालाई खेतबारीमा लैजाने, कान्लाहरू खुवाउने, पशुपक्षीसँग सिकाउने र हाम्रा समस्याहरूसँग तादात्म्य मिलाइदिने गऱ्यौँ भने उसले आफ्नो जस्तै युवाको विराट सम्भावना छ नि, उसले त हामीले नसोचेको कुराहरू सोच्ने हो नि त होइन। हामीले चाहिँ उसलाई यो समस्या हो भनेर हामीले भन्ने होइन कि यो समस्या हो भनेर उसैले बदलिने परिवेश निर्माण गरिदिनु। त्यस कारण यो ठुलो शिक्षाको प्रश्न हो तपाईँले उठाउनु भएको कुरा होइन, सही हो। नत्र त हामीले जानेनौँ, हाम्रो प्रश्नहरू हामीले आफैले खेलाउन जानेनौँ, शिक्षालाई यही ढङ्गले हामीले जान दियौँ र हाम्रो वास्तविकताबाट चाहिँ आफ्नो युवाहरूलाई चाहिँ वास्तविकताबाट पन्छाइदिइ रह्यौँ भने उसले देशभित्र आफ्नो प्रश्न नै भेट्दैन, त्यस कारण ऊ बाहिर जान्छ होइन। त्यस कारण शिक्षा बदल्नु भन्छु म होइन। त्यसको लागि काम गरौँ। म पनि जस्तै सञ्चारकर्ममा अलिअलि सक्रिय हुँदाखेरि मैले जे काम गरेँ सायद त्यो मलाई लाग्छ अहिले अपुरो थियो, मेरो पनि धेरै ज्ञान रहेनछ भन्ने म बुझ्छु। त्यस कारण यसलाई अरू पेसाले पनि कृषिलाई सही रूपमा बुझोस्। किसानले पहिला कृषि नै आफ्नो तरिकाले जुन अनुभव गर्छ त्यसलाई चाहिँ बुझाओस् होइन, र शिक्षासँग यसलाई जोडेर हेरियोस् भन्छु म है। किरणजी हुन्छ, धन्यवाद। सायद पन्जु अब हामीले इन्ड पनि गर्नुपर्छ। हामी अब कार्यक्रमको अन्तिममा नै आइसकेका छौँ। अरू कसैको केही प्रश्न छ भने चाहिँ सिधै नारायण वाग्ले सरलाई नै सोध्न सक्नुहुन्छ, अथवा हाम्रो सुपर कृषक एप मार्फत हजुरले प्रश्न राख्नुभयो भने हामी सर समक्ष त्यो प्रश्न पुर्याउने नै छौँ। सरलाई आफ्नो समयको लागि धेरै धेरै धन्यवाद। अनि सबैजना उपस्थित हुनुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। उपस्थित हुन जो सक्नु भएन उहाँहरूको लागि चाहिँ हामीले भिडियो रेकर्ड पनि गरेको छौँ, हामी त्यो पनि उपलब्ध गराउँछौँ। अहिले चाहिँ मैले सरलाई मायाको चिनो स्वरूप हाम्रो यो सानो अनलाइन मार्फत भए पनि हामीले एउटा टोकन अफ लभ बनाएका छौँ सर। सरको लागि यो आफ्नो समयको लागि आफ्नो अनुभवहरू सेयर गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद सरलाई फेरि पनि। त्यति भन्दै अब फेरि पनि हामी पक्कै पनि जोडिनेछौँ सरसँग भन्दै अहिले चाहिँ हाम्रो समय पनि सकिन लागेको छ। सो म चाहिँ यो टोकन अफ लभ सरलाई उपलब्ध गराउँछु। यति भन्दै आजको कार्यक्रम चाहिँ यहीँ हामी अन्त्य गरौँ। धेरै धन्यवाद। धन्यवाद। अनि जो जो सहभागी हुनुभएको छ उहाँलाई चाहिँ मैले एउटा म्यासेजमा चाहिँ एउटा लिङ्क पठाएको छु फिडब्याकको लागि। हजुरहरूलाई तालिम कस्तो लागिरहेको छ अथवा हामीले सुधार गर्नुपर्ने केही कुराहरू छ भने हामीलाई त्यसमा लिन पनि सक्नुहुन्छ। नारायण वाग्ले सरलाई पनि हाम्रो केही सुझाव छ भने हामीलाई त्यहाँ राख्न सक्नुहुन्छ। त्यति नै गरौँ आजलाई चाहिँ। ल धेरै धन्यवाद। बाई बाई।